1000 डिग्री सेन्टिग्रेड तातो फलाम भर्सेस ओरेन्ज। यो ओरेन्ज चाहिँ माथिबाट चाहिँ सर्र लाएर चाहिँ यो 1000 डिग्री सेन्टिग्रेड तातो चाहिँ फलामको डल्लो चाहिँ माथिबाट चाहिँ राखिएको छ। यो सुन्तलालाई चाहिँ कतिकोसम्म चाहिँ पकाउन सक्छ है त। यसले कतिसम्म चाहिँ यसले सुन्तलालाई चाहिँ डढाउन सक्छ भनेर चाहिँ हेरौँ है त। कतिको स्ट्रङ छ यो 1000 डिग्री सेन्टिग्रेड तातो फलामको डल्लो, कति डढायो हेरौँ त। बोक्रा पनि डढायो नि साथीहरू। ल हेरौँ, बोक्रा पनि डढायो नि, तल त कुरै छ अरू। अब यो भित्र काटेर है त, अब काटेर चाहिँ कतिको जल्दो रहेछ हेरौँ है त। यो अब काटेर चाहिँ हालिएको छ है, फेरि उस्तै रातो बनाएर अब यसले चाहिँ कतिको जान्छ है त। ल हेरौँ है त साथीहरू, ल है त कतिको गएको छ है त। ल अब यो चाहिँ फेरि एकचोटि उचालेर यसलाई हेर्दाखेरि कतिको जान्छ भन्ने कुरो चाहिँ हामी हेरौँ है त। ल हेरौँ त साथीहरू। ल यो पनि के भयो, अलिकति बिचमा मात्रै डढाएको छ, अरू केही भएको छैन हेर्नुहोस् त। ल हेर्नुहोस्, सकेन।